हेर त अब रिस गरेर हुन्छ रिस गरेर अबै नि हेर त माटो खेलाउने रे भन्दै त्यो के अरे भाँटीले बारेको घरमुनि बस्ने रे भन्दै गाली गलौज गर्थ्यो क्या एउटाले हामीलाई होइन त्यसले गाली गरेर यहाँ टामतरमा आएर मल पो लाग्दो रहेछ घाँटे मल भिटामिन यो त हर्लकै बढेर कसरी फल्न लागेको फेरि गाँथे अर्को तल पाकिसक्यो माटो खेलाइकन फेरि माटो खेलाउँदा यहाँ प्यालै फुलिसकेको छ हो प्यालै केरा पाके जस्तो फुलिसकेको छ प्यालै के साह्रो मान्छेहरू छाला बेचेर सुनको झोला बोक्छन् होला म चाहिँ कट्ठाको झोला बोक्दैछु यस्तो छ हाम्रो त यो अवस्था के छ थाहा छ उसले चाहिँ मेकअपको सामान बोक्छ भोलि 1 लाखको मैले चाहिँ 4-5 सुटली बोकिरहेको छु यसमा बान्ने सुटली के यसमा बान्ने कठै बरा कुरा काटेर खाना कहाँ पुग्दो रहेछ र बरानी आज चाहिँ कपडा फेरेछु छिछि फोरी एउटी कपडाको भिडियो बनाएको आज चाहिँ कपडा फेरेछु है ए मैले पनि फेरेर छु आज पठाइदिएकी रहेछस् के आज पठाइदिएर बाहिर फाल्दै रहेछ अनि त्यही निकालेर लाएको त्यहाँ मान्छे त्यस्तो भइगयो हाम्रो खेती हेर्दै बस्ला तल पनि त्यस्तो भइगयो पारी त्यस्तो भइगयो लु यहाँ हेर त तैँले गाली गरेको हामीलाई होइन त मैले जाने हरिजानीले गाली गरेको हामीलाई यहाँ त यसमा आएर मल लाग्दो रहेछ यहाँ त प्यालै फुलेको त गाँथे के साह्रो हौ हेर त यहाँ गेरा पनि लगाएको छ होला ल हेर ठ्याक्क 2टा गेरा लगाएको छ कस्तो मजाको ओहो तेरो गाली गलौज त हामीलाई फलिफापो हुँदो रहेछ हौ गाँथे के साह्रो फले यार यस्तो भइसक्यो होइन खासमा चाहिँ हामीले हिजो अस्ति हामीले 2-3 दिन अघि चाहिँ भिडियो राखेका थियौँ होइन एकदम धेरै समयदेखि धेरै 4-5 महिना अघिदेखि चाहिँ उगरिरहेको थियो कि हाम्रो फेक आइडीहरू बनाएर चाहिँ हामीलाई पुरा हाम्रो चरित्र हत्या गर्ने प्रयास गरिरहेको हाम्रो भिडियोहरू हालेर होइन त्यस्तो गरिरहेको थियो कि त्यसपछि एकदम हाम्रो चरित्र हत्या गर्ने प्रयास गरिरहेको थियो फेक आइडीबाट आउँदै हामीले गाली गलौज गर्दै त्यसपछि हाम्रो भिडियोहरू पोस्ट गर्दै नाना थरीका बेइज्जती गर्दै त्यस्तो गरिरहेको थियो कि अनि त्यो पकड्नको लागि चाहिँ जाल बिछाएको थिएँ मैले होइन को रहेछ मैले चाहिँ एकदम कन्फ्युज थिएँ नि त म यो हो भनेर चाहिँ मैले कन्फर्म पत्ता लगाउन सकेको छैन नि त अनि मैले के गरेको थिएँ भने एकपटक मैले के सोचिरहेको थिएँ भने साइबर ब्युरोमा गएर चाहिँ उजुरी दिनु पर्यो अथवा गएर अब मान्छे व्यक्ति चिनेपछि त मुद्दा नै हाल्न पाइने रहेछ मुद्दा हाल्नलाई त प्रमाण चाहिँदो रहेछ होइन प्रमाण पत्ता लगाउनलाई मलाई अलिक गाह्रो भयो क्या अलिक गाह्रो भएको थियो म साइबर सम्बन्धी अब त्यति धेरै जान्दैन अनि साइबरको लागि त्यो आइडी कसले चलाछ होइन को रहेछ भनेर मैले जाल बिछाएँ कि त्यो आइडी लगभग अब होइन अब लगभग मैले पुरा मान्छे चिन्न लागिसकेको छु है अब है त्यो आइडी फेक आइडी बनाएर हाम्रो चरित्र हत्या गर्ने व्यक्ति कन्फर्म यही हो भन्ने पत्ता लगाउन बित्तिकै होइन साइबर ब्युरोमा गएर तँलाई मुद्दा ठोक्न सकिन भने नि त्यतिखेर भेट्छस् तैँले यहीले मैले बनाऊँ भन्ने मान्छे लगभग अब आइसक्न लाग्छ मेरो होइन जब आउँछ तब त्यसलाई के गर्नुपर्छ मेरो फेक आइडी बनाएर भिडियो राखेर चरित्र हत्या गर्ने हाम्रो गलत गराएर हामीले चाहिँ नराम्रो देखाउने अनि हाम्रो बेइज्जती गाली बेइज्जती गर्ने होइन त्यस्तो भिडियोहरू राखेको थियो त्यो मान्छेले हाम्रो फेक आइडी बनाएर अरू हैन यहाँको बहिनीसँग नराम्रो के पुरै हैन पुरा श्रीमती भएर बसेको रे यस्तो अल्ना फल्ना हैन बोल्नै नहुने त्यो भन्नै नहुने शब्दहरू के त्यस्तो युज गरेर बनाएको थियो कि टिकटक आइडी र फेसबुक आइडी पनि र मेरो जोडेर हामी के रे दाजु बहिनीले चाहिँ एकदम के अरे 2 जना भनेर नाना थरी त्यही कुराहरू पत्ता लगाउनलाई चाहिँ मैले जाल बिछाएको थिएँ होइन अब फेला पर्छस् होइन बिस्तारै फेला पर्छस् नआटी धेरै पछि बल्ल धेरै सङ्घर्षपछि बल्ल खुसी लागेर जाल खेल्नलाई पनि एकदम टेक्निक लाउनु पर्ने रहेछ कि टेक्निक होइन के गरौँ भन्ने पत्ता लाउँदा नजिक मलाई यो अनुभव भयो कि हैन चोर मान्छे चोर हो भन्ने रहेछ के कुन बेला उसको कुरा फुट्काउन आउँदो रहेछ भने चोर मान्छे कुन त्यति साह्रो दिमाग हुँदो रहेछ हो किन भएको हो के हो हेर्दै जा हैन के हो कानुनमा गइसकेपछि थर चेन्ज गर्नेहरूको अवस्था कस्तो हुन्छ त्यो पनि मलाई लास्टै हेर्न मन छ हैन आफू कुनै गैर कानुनी काम गरिन्न गैर कानुनी काम गर्नेलाई यत्रै छोडिन्न हैन त्यही भएर धेरैजनाको आइडीहरू छ मैले लगभग यसो अब फेसबुकतिर त्यसपछि टिकटकतिर टक्क त्यो आइडी देखाउँछु त्यो आइडी यहीले चलाछ भनेर पत्ता लगाउने व्यक्तिलाई उचित पुरस्कारको पनि व्यवस्था रोलपाली बाउछोराले गर्छ हैन कसले पत्ता लगाउन सक्नुहुन्छ कृपया भिडियोमा कमेन्ट चाहिँ गर्न नभुल्नु होला हैन हामी यहाँ चुप लाएर बसेर यो माटो खेलाएर यस्तो गरिरहेछौँ यार आएर गाली गलौज गर्दो रहेछ गाली गलौज किन गर्दो रहेछ भन्दाखेरि हाम्रो तरकारीमा मलजल हुनलाई पो रहेछ हौ गाडी हेर्दौ त्यसले गाली गरेको हामीले त्यसले खुट्टा तानेको त आमामा त्यसले त्यो जङ्गल पनि छिन्न सकेन भुटले छिन्न सकेन यहाँ यो तान्तर यस्तो फैलिसक्यो तल त्यस्तै पाकिसक्यो यहाँ यस्तो छ तलको भन्ने डबल पो छ यहाँ माथि त्यस्तो छ हैन खेडो देखिन्न के हाम्रो खेडो खन्ने त अब राम्रोसँग गरी खाना लायो यसको दुईटाले भनेर हाम्रै फेक आइडी बनाएर हाम्रै फेक आइडीबाट हामीलाई नराम्रो कमेन्ट गर्ने हैन
भाटाले बारेको माटो ढुङ्गा खेलाएको विदेश जान सक्दैनस् तेरो दुईजनाको औकात के छ विदेश जानको लागि तेरो औकात देखाइदिन्छ म अब औकात तडा दुनियाँको पैसा लुटेर खातिस र भो हामीलाई त्यस्तो भनिस् हामीले त्यो संस्कार हाम्रो बाबुआमाले दिएका छैनन् के अरे त्यो संस्कार तेरो बाबुआमालाई दिए तेरो दिमागमा त्यही घुस्यो हामीलाई त यी खेती गर्नुपर्छ अरूको चोर्नुहुन्न अरूको लुट्नुहुन्न ढाट्नुहुन्न छल्नुहुन्न भनेर संस्कार दिएका थिए हाम्रो बाबुआमाले तँलाई चाहिँ दुनियाँको लुट्ने दुनियाँको चोर्ने दुनियाँलाई ठग्ने त्यो संस्कार दिएका रहेछन् तेरा बाबुआमाले त्यही भएर चाहिँ तैँले त्यो संस्कार गरिस् हामीले चाहिँ यो संस्कार गऱ्यौँ यता हेर अब यही हेर्दै बस है यही हेर्दै बस्ला थुक मिल्ला खान्छिस् इति पठाइदिउँ जब नि शरम गर्नेलाई कसैले अपहेलना गर्छ घृणा गर्छ गाली गलौज गर्छ भने नि धरतीको सबैभन्दा ठुलो बोझ व्यक्ति भनेको त्यो व्यक्ति हो जसले शरम गर्ने व्यक्तिहरूलाई चाहिँ नराम्रो नजरले हेर्छ नराम्रो दृष्टिकोणले हेर्छ शरम गर्न छोड्यो भने तिम्रो जस्ता भातिनी तिम्रो जस्ता खातिनी होइन भोकभोकै मरिच चाम्री परे हुन्छ नि त्यस्तै भुरी चाम्री परेर मर्छस् के शरम गर्ने व्यक्तिलाई हेपिस भने शरम गर्ने माटो खेलाउने व्यक्तिलाई हेपिस भने त्यही हो मरिच चाम्री परे जस्तै चाम्री परेर मर्छस् एक दिन लेखेर राख है बजारमा मलाई कस्तो तित लाग्यो के बजारमा आजभोलि कस्तो भयो होला यो गोठमा बस्न खमलाई तरकारी सस्ती छ चामल किने हामीलाई बाल छैन हामीले बजारको कुरा नगर बजारको कुरा किन नगर नि त्यो बजारमा महिनाको 2-4 हजार 18-20 हजार रुपियाँ भाडा तिरेर बस्न सकिन हामीले हेरौँ न मान्छे लगाछौँ उल्टो 18-20 हजार रुपियाँ मासु दिएर मान्छेको पालेछ यति गर्न नेपालमा बसेर हेर त हाम्रो खुट्टा तान्ने म त तँलाई हाम्रो खुट्टा तान्ने म त नाच्न मन लाग्छ तेरो अनुहार घिन लाग्दो यता हेर्नु न त्यहाँ ठुकेपछि हाम्रो मोबाइलमा पर्छ यस्तरी ठुक्नुपर्छ के यो मरिसक्यो नि त हाम्रो लागि मरिसकेका मान्छे हो नि तिनीहरू सरकारबाट हेर्दैछ गर्नुपर्छ के त्यो पारी ठुक्ने हाम्रो मोबाइलमा पर्छ तैँले खुट्टा तान्दा हेर्दै भन्ने बेलामा म भात मासु खान्छु म भने त्यसले भात मासु खान्छ हेरी त्यो हेर तैँले हेर्दै पाक्छ भोलि रिस गरेर हेर्दा तैँले ठुक निल्दा निल्दै तेरो ठुक तल रियाल बाहिर निकाल्दै भित्र घाँटीभित्र हाल्दै यो राम्रोहरू पनि पाकिजान्छ फेरि होइन अनि अरू तरकारीहरू पनि बेच्ने भइहाल्छ अहिले लामो मेरो आउँछ त्यही चाहन्छ होइन आन्न भने म मुड दिम लागेर फेरि त्यो मेरो मुड खानलाई ताने होला कि हाम्रो खुट्टा त्यो मुड खान्छ गु खान्छ त्यही हो लो गाइस यस्तो हो होइन श्रम हेर्नुहोस् है हामीले गरेको श्रम यस्तो छ कि दामी तरिकाले यस्तो भइरहेको नि त टक्क फुल्दै छ तल पाकिरहेको छ बेचिराखौँ होइन ऊ अनार पनि छ यहाँ अनारको दल्ला पनि यत्रो दल्ला भइसकेको छ होइन म कस्तो हुनु रहेछ भने कसैको दिमाग चाहिँ यति छोटो कि कच्चा बोलिजाने कच्चा देखिहाल्ने होइन अर्कालाई गाली गलौज गरिहाल्ने कुन अवस्थाबाट कुन कारणले यस्तो भिडियो बनाउँदैछ भनेर त्यो सोच्ने चलन छैन के चोरहरूको होइन चोर पकड्नलाई हामीले त के अरे लुकामारी पो खेलिरहेको लुकामारी खेलिरहेको छौँ त यार देशको प्रधानमन्त्री चाहिँ गर्छ त भाइ देशको त त्यो त के साह्रो यो के यो नभएको आइमाईको चाहिँ रुट र घन्टी नभएको आइमाई चाहिँ त्यही तलको ठुलो अनि त्यसपछि माथिको ठुलो त्यस्तो गरेको हुन्छन् रे कि अनि तिमीहरू अर्काको खुट्टा तान्ने अर्काको सिको गर्ने अरूसँग बसिकन बुरुङ कुरा काट्ने अर्काको होइन त्यो कुरा काट्ने यार त्यस्तो बसिन कुरा काट्ने ठाउँ यार जाँगर छ भने भैँसी पालेर घाँस काट्यो यार पैसा आउँछ अनि दुध बेचेपछि पनि आउँछ मुठ बेच्यो भने आउँछ आजभोलि त यस्तो भइसक्यो फेरि यसरी फुल्दैछन् कि म त मेरो सुनको झोला बोकेर गएँ ल ल म त मेरो सुनको झोला बोकेर अब हामी काम गर्नुपर्छ ल कमाएको 20 रुपैयाँको झोला है मेरो 20 रुपैयाँ ल हेर्नुहोस् यस्तो दामी छ है काम त राम्रो एकदम सबैजनाले धेरै माया गर्नुभएको छ धन्यवाद त्यसको लागि होइन श्रमिकलाई पाउनुपर्छ ठुलो दनक दिनुभएको छ सबैजनाले कमेन्ट मार्फत होइन हेरेर विकास गर्नको लागि आखिरमा विदेश गरेर यही दुःख त गर्नुपर्छ नि हैन अर्काको खेडो गनेर देश बन्छ त नि अर्काको खुट्टा तानेर देश बन्छ भने के आखिरमा विदेश गरेर यस्तै दुःख गर्नुपर्छ होला नि विदेश जाने भए त उतै गएर हल्ले भयो र पाकिस्तानी बङ्गलादेशीसँग उतै गएर हल्ले भइगयो नि किन नेपालभित्र बसेर अर्का नेपालभित्र गरेर खानेको खुट्टा तान्ने खेडो खन्ने जाँठी होइन खेती गरौँ आफ्नै देशमा के उ छ नि फेकाइरीबाट आएको त्यो कमेन्टहरू सबै उगेर खाने सब छ तिनीहरू चाहिँ राख्नुपर्छ अनि राम ढुलाइ गर्नुपर्छ राम ढुलाइ नि कसरी यता हेर्नु यसरी कपाल लुछेर हैन यस्तो गरेर मेरो फेकाइदी गर नि मेरो चरित्र हटा गर्ने तँ को थिइस् नजिक मात्र भेट्नुपर्छ कि त्यस्तालाई को थिइस् भन्दै भुटाल दिनुपर्छ नजिक भेट्नुपर्छ त्यस्तालाई